भाइ बहिनीहरुलाई आजको कक्षामा स्वागत छ। आज हामी कक्षा 9 को अनिवार्य गणितको अभ्यास 9.2 को गर्न गइरहेका छौं, जसमा चाहिँ हामी 3 नम्बरबाट सुरु गर्दै छौं। 3 नम्बरको क मा क्वेशन रहेको छ x टु द पावर 4 माइनस 5x स्क्वायर y स्क्वायर प्लस 4y टु द पावर 4 छ। यसलाई हामीले यिनै फर्मुलाहरुलाई नै एप्लाई गरेर यसलाई यो एक्सप्रेसनलाई अथवा यो अभिव्यञ्जकलाई हामी के गर्छौं त खण्डीकरण गर्छौं है। सबैभन्दा सुरुमा पहिलो चाहिँ यो सुरुमा के गर्ने त भन्दा यदि साझा छ, कमन छ केही भने हेर्ने। कमन छ त्यहाँ छैन है। नभइसकेपछि हामी के गर्ने भन्दा यो पहिलो पदलाई यहाँ राख्ने अनि अन्तिम पद छ जुन तेस्रो पद छ त्यसलाई हामी अगाडि ल्याउने है, प्लस 4y टु द पावर 4 अनि बीचको पदलाई पछाडी लाने माइनस 5x स्क्वायर y स्क्वायर। यति गर्न जान्नु पर्यो है। यति गरिसकेपछि अब हामी के गर्छौं त भन्दा यसलाई x स्क्वायर होल स्क्वायर प्लस यसलाई 2y स्क्वायर होल स्क्वायर है माइनस 5x स्क्वायर y स्क्वायर। अब यो के हो भन्दा a स्क्वायर प्लस b स्क्वायर को फर्ममा गयो है। माथिल्लो यो 1 नम्बरको फर्मुला, यो 2 नम्बरको फर्मुला है, यो माथिल्लो प्लस को तल्लो माइनस को फर्मुला। अब हामीले यहाँ के गर्ने त भन्दा माथिल्लो फर्मुला चाहिँ युज गर्छौं, 1 नम्बरको फर्मुला युज गर्छौं, प्लस को फर्मुला युज गर्छौं। त्यो भनेको a प्लस b होल स्क्वायर माइनस 2ab हो। त्यसैले हामी यहाँ के गर्छौं त भन्दा x स्क्वायर प्लस 2y स्क्वायर माइनस 2ab भनेको फेरि x स्क्वायर अनि 2y स्क्वायर माइनस 5x स्क्वायर y स्क्वायर। ल अब यहाँ के गर्ने त फेरि सेम है, x स्क्वायर प्लस 2y स्क्वायर होल स्क्वायर माइनस यो भनेको गुणन गरौँ 2 दुना 4x स्क्वायर y स्क्वायर माइनस 5x स्क्वायर y स्क्वायर है। ल अब यसलाई फेरि x स्क्वायर प्लस 2y स्क्वायर होल स्क्वायर माइनस 4 र 5 दुईटैमा माइनस साइन छ, 4 र 5 हामी के गर्छौं त हामी जोड दिन्छौं 9x स्क्वायर y स्क्वायर भयो। अब यसलाई फेरि हामी x स्क्वायर प्लस 2y स्क्वायर होल स्क्वायर माइनस 9 भने के हो भन्दा 3 को स्क्वायर हो। त्यसैले हामीलाई के गरौँ त भन्दा 3xy को होल स्क्वायर गर्छौं है। अब फेरि के भयो यो a स्क्वायर भयो, यो b स्क्वायर भयो, a स्क्वायर माइनस b स्क्वायर। जहाँ जहाँ a छ त्यहाँ यो पद राख्छौं यो ब्राकेट भित्रको, जहाँ जहाँ b छ त्यहाँ यहाँ चाहिँ बाहिरको अथवा यो भन्छ यो ब्राकेट भित्रको चाहिँ पद राख्छौं। ल अब त्यो भनेको a प्लस b a माइनस b। ल x स्क्वायर प्लस 2y स्क्वायर प्लस 3xy फेरि माइनस x स्क्वायर प्लस 2y स्क्वायर माइनस 3xy। ल अलिकति हामी मिलाऊ यो पदलाई चाहिँ बीचमा राखौं है त। ल x स्क्वायर प्लस 3xy प्लस 2y स्क्वायर x स्क्वायर माइनस 3xy प्लस 2y स्क्वायर। हामीले यसरी यही स्टेपहरुलाई यही रुलहरुलाई यही फर्मुला एप्लाई गर्दै गयौं भने हामीले सबै 3 नम्बरको हामीले गर्न सक्छौं है। ल यो भयो क नम्बरको। अब हामी ग नम्बर गर्न गइरहेछौं। ग नम्बरमा क्वेशन यहाँ दिएको छ है। अब यहाँ फेरि हामी यहाँ पनि त्यसै गर्छौं, पदहरुलाई मिलाउँछौं, प्लस 1 लाई अगाडि ल्याउँछौं माइनस 3b स्क्वायर लाई चाहिँ पछाडी लेख्छौं। अब यहाँ के गर्ने त भन्दाखेरि यहाँ b स्क्वायर होल स्क्वायर माइनस सरी प्लस 1 स्क्वायर। 1 चाहिँ हामी 1 को पावर चाहिँ हामी जतिसुकै भए पनि 1 को पावर 100 भए पनि हामी 1 नै लेख्छौं है, अथवा 1 को चाहिँ हामीले यहाँ आवश्यकता अनुसार थप्नु छ। हामीले यहाँ स्क्वायर आवश्यक भएकाले 1 स्क्वायर भन्यो है, माथि भन्थ्यो माइनस 3b स्क्वायर। अब यहाँ हामीले एउटा अर्को फर्मुला है, हामीले यो फर्मुला पनि विचार गर्नुपर्छ। यो 3 नम्बर भने मैले a स्क्वायर प्लस b स्क्वायर है, यही माथि के हो सेम। यसको के पनि हुन्छ त भन्दा यदि यहाँ प्लस भयो भने यहाँ माइनस हुन्छ, यहाँ माइनस हो भने यहाँ प्लस हुन्छ है। ल अर्को पनि फर्मुला a
माइनस बी होल स्क्वायर प्लस 2ab है यो पनि हुन्छ है यो माथिबाट यो र यो एउटै हो तर उताबाट चाहिँ के भयो त भन्दाखेरि यहाँ प्लस भएको बेला यहाँ माइनस भएको बेला यहाँ माइनस भएको बेला यहाँ प्लस हुन्छ हामीले यो फर्मुला चाहिँ एप्लाई गर्छौं यहाँ अब यहाँ के गर्ने त भन्दा त्यही तल्लो हामीले 3 नम्बरको फर्मुला एप्लाई गर्छौं है ल त्यहाँ b स्क्वायर माइनस 1 होल स्क्वायर प्लस 2a भनेको b स्क्वायर b भनेको 1 माइनस 3b स्क्वायर अब यो भनेको ल b स्क्वायर माइनस 1 होल स्क्वायर अनि यहाँ हामी गरौँ के हुन्छ भन्दाखेरि क्याल्कुलेसन गरौँ यो भनेको प्लस 2b स्क्वायर हुन्छ 2 एकान 2 है 2 1 2 माइनस 3b स्क्वायर अब यहाँ b स्क्वायर माइनस 1 होल स्क्वायर माइनस है 2b स्क्वायर माइनस 3b स्क्वायर छ 3 बाट 2 गर्छ ठुलोबाट सानो गर्छ ठुलोमा जुन चिन्ह छ त्यही चिन्ह हुन्छ त्यसैले माइनस छ ठुलोमा त्यसैले ठुलो 3 मा 2 गर्दा एउटा बाँकी रहन्छ त्यसैले b स्क्वायर 3 वटा b स्क्वायरमा 2 टा b स्क्वायर घटाउँदा भने एउटा b स्क्वायर बाँकी रहन्छ ल अब के भयो त भन्दा यो भनेको 2 नम्बरको फर्मुला लाग्छ है ल यहाँ माइनस छ a स्क्वायर माइनस b स्क्वायर यो भनेको a हुन्छ यो भनेको b हो अब a को ठाउँमा हामी b स्क्वायर माइनस 1 प्लस b यतापट्टि b स्क्वायर माइनस 1 माइनस b है ल यसलाई हामी थोरै क्रम मिलाउँ b स्क्वायर प्लस b माइनस 1 अनि b स्क्वायर माइनस b माइनस 1 ल यति नै एन्सर हामीले ग नम्बरको पनि गर्यौं अब हामी घ नम्बरको गर्न गइरहेका छौं घ नम्बरमा क्वेशन चाहिँ यस प्रकार रहेको छ अब हामी यहाँ स्टेप बाइ स्टेप गरौँ सबभन्दा सुरुमा के गरौँ त भन्दाखेरि यहाँ हामीले क्रम मिलाउँ है त ल पदहरुलाई मिलाउँ यताउता बनाऊ 25x to the power 4 plus 9y to the power 4 minus 34x square y square ल यहाँ मिलाउँ फेरि हामी यो भनेको 5x square whole square plus यो भनेको फेरि 3y square whole square है minus 34x square y square
ल यसलाई हामी फेरि के गरौँ त भन्दा a स्क्वायर प्लस b स्क्वायर को फर्मुला लगाइजाउँ है त दुईटा छन् दुईटा मध्ये एउटा जुन सुइटेबल हुन्छ त्यही लाउँछौँ हामी यहाँ है जसरी जुन चाहिँ बाट सोलुसन गर्न सक्छौँ त्यही गर्ने हो यहाँ ल हामी गरौँ 5x स्क्वायर प्लस 3y स्क्वायर को होल स्क्वायर माइनस के गर्ने 2a भनेको 5x स्क्वायर अनि b भनेको 3y स्क्वायर माइनस 34x स्क्वायर y स्क्वायर है ल अब यो भनेको फेरि बराबर 5x स्क्वायर प्लस 3y स्क्वायर होल स्क्वायर माइनस क्याल्कुलेसन गरौँ 2 5 10 10 त्यहाँ 30 है 30 x स्क्वायर y स्क्वायर यतापट्टि 34 x स्क्वायर y स्क्वायर अब फेरि 5x स्क्वायर प्लस 3y स्क्वायर होल स्क्वायर यो 30 प्लस 34 कति हुन्छ 64x स्क्वायर y स्क्वायर है ल इज इक्वल टु 5x स्क्वायर प्लस 3y स्क्वायर होल स्क्वायर माइनस 64 भनेको 8 को स्क्वायर है त्यसैले 8xy होल स्क्वायर है अब यो भनेको a हो यो भनेको b हो a - b को फर्ममा छ है a स्क्वायर - b स्क्वायर को फर्ममा छ त्यसो भए 5x स्क्वायर प्लस 3y स्क्वायर माइनस प्लस 8xy अर्को चाहिँ 5x स्क्वायर प्लस 3y स्क्वायर माइनस 8xy है ल हामी यसको क्रम मिलाउँ 5x स्क्वायर प्लस 8xy प्लस 3y स्क्वायर 5x स्क्वायर माइनस 8xy प्लस 3y स्क्वायर है यसरी हामीले यो गर्यौं है यो चाहिँ घ नम्बरको हामीले गर्यौं घ नम्बरमा हामीले कुन फर्मुला लगायौं माथिले यहाँ 1 र 2 1 र 3 छन् यो 1 र 3 मा एउटा प्लस भएको बेला बीचमा प्लस हुँदाखेरि उता माइनस यहाँ माइनस हुँदा उता प्लस है त्यो हामीले माथिको लगायौं है त्यसरी हामीले यो सल्भ गर्यौं अब फेरि यसैलाई हामीले 3 नम्बरको फर्मुला लगाएर पनि गर्न सक्छौं है एउटा आन्सर यो भयो है यो हो और अब हामीलाई यहाँबाट गरौँ मैले सुरुमा माथिको लगाए अब यसैलाई तलको पनि लगाउन सक्छौं है आवश्यकता अनुसार जुनबाट खण्डीकरण हुन्छ त्यही लगाउने हो यहाँ दुईटैबाट हुन्छ दुईटै लगाइदिनु ल मैले अघि गरिसके माथिको लगाएर अब तलको लगाएर गर्छु 5x स्क्वायर प्लस माइनस है अघि प्लस को लाग्थ्यो अब माइनस 3y स्क्वायर होल स्क्वायर प्लस 2 a भनेको 5x स्क्वायर b भनेको 3y स्क्वायर माइनस 34x स्क्वायर y स्क्वायर यो भनेको सेम 5x स्क्वायर प्लस 3y स्क्वायर होल स्क्वायर यहाँनिर क्याल्कुलेसन गरौँ प्लस यो भनेको अघिको जस्तै 2 5 ज 10 10 3 ज 30 है 30x स्क्वायर y स्क्वायर माइनस 34x स्क्वायर y स्क्वायर अब यो भनेको फेरि 5x स्क्वायर प्लस 33y स्क्वायर होल स्क्वायर यहाँ गरौँ क्याल्कुलेसन गरौँ 34 मा 30 घटाउने 4 हुन्छ माइनस चिन्ह माइनस हुन्छ किनभने ठुलोमा जुन चिन्ह छ त्यही हुन्छ त्यसैले 4x स्क्वायर y स्क्वायर हुन्छ इज इक्वल टु 5x स्क्वायर प्लस 3y स्क्वायर होल स्क्वायर माइनस 2x स्क्वायर 2xy होल स्क्वायर यो भनेको a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ त्यसैले हामी a स्क्वायर माइनस b स्क्वायर को फर्मुला लगाउँछौं त्यो भनेको 5x स्क्वायर प्लस 3y स्क्वायर प्लस 2xy 5x स्क्वायर प्लस 3y y स्क्वायर माइनस 2xy यसको नि क्रम मिलाउँ हामी
ल 5x स्क्वायर प्लस 2xy प्लस 3y स्क्वायर 5x स्क्वायर माइनस 2xy प्लस 3y स्क्वायर एन्सर। ल हामीले घ नम्बरको लागि यो माथि 1 नम्बरको फर्मुला पनि लगायौं 3 नम्बरको फर्मुला पनि लगाएर गर्यौं। दुवै सूत्रहरु लगाउँदाखेरि दुईटै फर्मुला लगाउँदाखेरि यो चाहिँ के हुँदैछ खण्डीकरण हुँदैछ। ल ग नम्बर पनि हामीले गर्यौं। अब हामी च नम्बरको गर्न गइरहेका छौं। ङ नम्बरको चाहिँ भाइ बहिनीहरुले आफै गर्न सक्नुहुनेछ है त, एकदम सजिलै नै छ। ल अब च नम्बर गरौँ। च नम्बरमा के गर्ने भन्दा अब च नम्बरमा अलिकति फरक छ है। फरक के छ भन्दा यहाँ चाहिँ साझा आउनेछ, सबभन्दा सुरुमा साझा आउने। साझा के आउँछ भन्दा यहाँ कुनै अंक साझा आउँछ त आउँदैन है। यहाँ 25 छ, यहाँ 9 छ, 16 छ, यहाँ आउँदैन। अब के चाहिँ आउँछ साझा भन्दा यहाँ a छ, यहाँ नि a छ, यहाँ पनि a छ, सबैमा a भएपछि a साझा आयो सबभन्दा सुरुमा। त्यसपछि यहाँ नि b छ, यहाँ नि b छ, यहाँ नि b छ, त्यसैले b यहाँ एउटा मात्रै भएकोले एउटा b साझा। अब बाँकी रह्यो भन्दा के रह्यो भन्दा 25 a टु द पावर 4 एउटा त यहाँ आइसकेको हो, त्यसैले यहाँ 5 वटा थियो, 5 वटामा एउटा आएपछि यहाँ 4 वटा बाँकी रहे। त्यसैगरी माइनस 9 यहाँ पनि a क्यूब b क्यूब भएपछि एक एकवटा यहाँ आएपछि के भयो त a स्क्वायर b स्क्वायर हो प्लस अब यहाँ 16 a आइसक्यो, कमन आइसक्यो, बाँकी b टु द पावर 4। ल यति रह्यो। अब यसलाई हामी फेरि खण्डीकरण गर्छौं, माथिकै यिनै फर्मुलाहरुलाई एप्लाई गर्छौं। ल ab भयो कर्ली ब्राकेट यो भनेको 25 a टु द पावर 4 प्लस 16 लाई हामी अगाडि ल्याउँ 16 b टु द पावर 4 माइनस 9 a स्क्वायर b स्क्वायर। ल यहाँ त स्मल ब्राकेटै भए पनि हुन्थ्यो। अब कर्ली ब्राकेट चाहिँ अब लिन्छौं ab। ल यहाँ के गर्ने त भन्दाखेरि 5a स्क्वायर होल स्क्वायर है प्लस 4b स्क्वायर होल स्क्वायर है माइनस 9a स्क्वायर b स्क्वायर। अब यहाँ ab ल अब यहाँ हामी के भयो त भन्दाखेरि यो दुईटा मध्ये एउटा फर्मुला लाउने हो, कुन लाउँदाखेरि निस्किन्छ। ल एउटा हामी गरौँ। यसो गर्ने यदि भाइ बहिनीहरुले गर्दै जाँदाखेरि चाहिँ एउटा लगाउने, एउटाबाट भएन ननिस्किने कन्डिसन भने अर्को लगाइदिने, कहिलेकाहीँ दुईटै लागेर पनि निस्किन सक्छ। अघि हामीले घर नम्बर गरे जस्तो है। ल हामी यहाँ के गर्न सक्छौं भन्दाखेरि एउटा फर्मुला एप्लाई गरौँ। कुन लाउने त भन्दाखेरि हामी चाहिँ माथिको लगाइदिउँ है त। सुरुको 1 नम्बरकै फर्मुला हो a स्क्वायर प्लस 4b स्क्वायर होल स्क्वायर माइनस 2a भनेको 5a स्क्वायर b भनेको 4b स्क्वायर माइनस यो 9a स्क्वायर b स्क्वायर को जस्ताको तस्तै है। ल ab यहाँ पनि हामी के गर्छौं त फेरि ल 5a स्क्वायर प्लस 4b स्क्वायर होल स्क्वायर माइनस यो क्याल्कुलेसन गरौँ कति हुन्छ 5 दुना 10 10 चौको 40 हुन्छ है 40a स्क्वायर b स्क्वायर माइनस 9a स्क्वायर b स्क्वायर ab। अब यहाँ 5a स्क्वायर प्लस 4b स्क्वायर होल स्क्वायर यो भनेको माइनस 49a स्क्वायर b स्क्वायर a प्लस ab 5a स्क्वायर प्लस 4b स्क्वायर होल स्क्वायर माइनस यो भनेको कति त भन्दाखेरि 7ab होल स्क्वायर है। ल ab अब यो के भयो त भन्दा a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ। ल बिचको फर्मुला 2 नम्बरको। ल त्यसभए 5a स्क्वायर प्लस 4b स्क्वायर प्लस 7ab अनि त्यसैगरी 5a स्क्वायर प्लस 4b स्क्वायर माइनस 7ab।
ल यसलाई फेरि हामी ए गरौँ एबी अब हामी कर्ली ब्र्याकेट हटाइदिए पनि भयो ल अब 5a स्क्वायर प्लस 7ab प्लस 4b स्क्वायर त्यसै गरी 5a स्क्वायर माइनस 7ab प्लस 4b स्क्वायर यति नै एन्सर। अब हामी 4 नम्बरको क गर्न गइरहेका छौं। 4 नम्बरको क मा क्वेशन यस्तो रहेको छ। अब यसलाई हामी सरल गरौँ। इज इक्वल टु m स्क्वायर बाइ n स्क्वायर को होल स्क्वायर अनि यो पदलाई पनि हामी अगाडि ल्याउँ त्यसै गरी प्लस n स्क्वायर बाइ m स्क्वायर को होल स्क्वायर प्लस 1 है जस्ताको तस्तै। अब यो फेरि हामी माथिको फर्मुला अनुसार जाने भयो ल m स्क्वायर बाइ n स्क्वायर प्लस n स्क्वायर बाइ m स्क्वायर होल स्क्वायर माइनस 2 को 2a भनेको m स्क्वायर बाइ n स्क्वायर है b भनेको n स्क्वायर बाइ m स्क्वायर प्लस 1 है यो m स्क्वायर कट यो n स्क्वायर कट। अब यहाँ के भयो त भन्दाखेरि m स्क्वायर बाइ n स्क्वायर प्लस n स्क्वायर बाइ m स्क्वायर होल स्क्वायर माइनस यहाँ 2 मात्रै बाँकी रह्यो अनि प्लस 1 भयो है। अब फेरि यहाँ भनेको m स्क्वायर बाइ n स्क्वायर प्लस n स्क्वायर बाइ m स्क्वायर होल स्क्वायर माइनस यहाँ चाहिँ 2 मा 1 गर्दाखेरि के भयो त 2 भयो। अब यो भनेको 1 को स्क्वायर पनि हो फेरि हामी राख्न सक्छौं। अब यो a स्क्वायर माइनस b स्क्वायर फर्ममा छ यसलाई हामी गर्दियौं फेरि ल के हुन्छ त भन्दा m स्क्वायर बाइ n स्क्वायर प्लस n स्क्वायर बाइ m स्क्वायर प्लस 1 फेरि त्यसै गरी m स्क्वायर बाइ n स्क्वायर प्लस n स्क्वायर बाइ m स्क्वायर प्लस माइनस 1 है माइनस 1 फर्मुलामा गयो। अब के भयो भन्दाखेरि यसलाई हामी फेरि अझै हामी गर्न सक्छौं है एउटा पदलाई फेरि हामी गर्न सक्छौं। के गर्ने त एउटा त हामी जस्ताको जस्तै रहने भयो है एउटालाई चाहिँ हामी फेरि एउटालाई चाहिँ फेरि हाम्रो के गर्न सक्छौं त फेरि खण्डीकरण गर्न सक्छौं। ल अब सुरु गरौँ। यसलाई चाहिँ हामी के गर्न सक्छौं पहिलो पदलाई चाहिँ हामी फेरि खण्डीकरण गर्न सक्छौं दोस्रोलाई चाहिँ हामी त्यसै गरी राख्न सक्छौं है त त्यसै गरी राख्छौं। ल यसलाई के गर्ने भन्दा फेरि ल हामी गरिहालौं m बाइ n है n होल स्क्वायर है होल स्क्वायर प्लस n बाइ m होल स्क्वायर है यसलाई यसो गर्न त सक्छौं प्लस 1 को 1 है ल यताको पद हामी नचलाइकन हामी अलिकति क्रम चाहिँ मिलाउन सक्छौं हामी m बाइ m स्क्वायर बाइ n स्क्वायर माइनस 1 प्लस n स्क्वायर बाइ m स्क्वायर है। अब यसलाई हामी अझै गरौँ के गरौँ भन्दाखेरि ल m बाइ n प्लस n बाइ m होल स्क्वायर माइनस 2a भनेको m बाइ n b भनेको n बाइ m है अनि प्लस यो 1 को 1 ल अब यताको पद भनेको हामी जे छ त्यही राख्छौं है त m स्क्वायर बाइ n स्क्वायर माइनस 1 प्लस n स्क्वायर बाइ m स्क्वायर ल म यहाँनिर गर्दिन्छु। अब यो बराबर यसलाई पनि हामी गरौँ थोरै ल यहाँ यो m र m कट n र n कट है। ल अब के रह्यो त बाँकी भन्दाखेरि m
बाई n प्लस n बाई m होल स्क्वायर यहाँ चाहिँ 2 बाँकी र 2 मा 1 घटाउँदाखेरि 1 नै बाँकी है -1 यसलाई पनि स्क्वायर गर्न सक्छौं अनि हाम्रो यो पद त जस्ताको जस्तै राख्छौं हामी यतापट्टि कर्ली ब्राकेट m स्क्वायर बाई n स्क्वायर -1 प्लस n स्क्वायर बाई m स्क्वायर ल अब फेरि यो फर्मुलामा जान्छ फर्मुला गएपछि के हुने भयो त भन्दाखेरि m बाई n प्लस n बाई m प्लस 1 हैन a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ त्यसैगरी अब फेरि a प्लस b भइसक्यो a माइनस b m बाई n प्लस n बाई m माइनस 1 है अनि यताको पद है त यताको पद यहाँ हटाएर लेख्छु म m स्क्वायर बाई n स्क्वायर माइनस 1 प्लस n स्क्वायर बाई m स्क्वायर है अलि सानो छ मैले भनेको छु बुझ्नु पर्छ है भाइ बहिनीहरु ल अब यसलाई फेरि मिलाइदिउँ m बाई n प्लस 1 ले त ल्याउँ प्लस n बाई m त्यसैगरी यता पनि m बाई n माइनस 1 प्लस n बाई m अनि यहाँ m स्क्वायर बाई n स्क्वायर माइनस 1 प्लस n स्क्वायर बाई m स्क्वायर ल यति नै के हो त एन्सर अब भाइ बहिनीहरु 4 नम्बरको मैले 4 नम्बर गर्न गइरहेको छु त्यो बीचका अरु क देखि ङ सम्म क को मैले गरिसके त्यसैगरी नै ख को ग को घ को गर्न सकिन्छ यो च ङ को गर्न सकिन्छ यो 4 नम्बरको म यहाँ गर्न गइरहेको छु 4 नम्बरकोबाट पनि केही आइडियाहरु आउँछ है त्यो अघि हामीले गरेको क र च लाई गर्यौं भने त्यही अनुसार नै भाइ बहिनीहरुले मजाले गर्न सक्नुहुनेछ ल अब यहाँ 4 नम्बर है ल यहाँ पनि हामी x स्क्वायर होल स्क्वायर प्लस 1 बाइ x स्क्वायर होल स्क्वायर गर्न सक्छौं है -7 को 7 माइनस है त्यहाँ माइनस नै छ ल अब फेरि यसलाई हामी सूत्रमा हामी माथिल्लो सूत्रमा हामी लान सक्छौं x स्क्वायर प्लस 1 बाइ x स्क्वायर होल स्क्वायर माइनस 2 a भनेको x स्क्वायर b भनेको 1 बाइ x स्क्वायर माइनस 7 को 7 ल यो x स्क्वायर कट इज इक्वल टु x स्क्वायर प्लस 1 बाइ x स्क्वायर होल स्क्वायर माइनस 2 माइनस 7 हुन्छ त्यो भनेको फेरि x स्क्वायर प्लस 1 बाइ x स्क्वायर होल स्क्वायर माइनस 9 है ल x स्क्वायर प्लस 1 बाइ x स्क्वायर होल स्क्वायर माइनस 3 स्क्वायर भनेको अब यो भनेको a स्क्वायर भयो यो भनेको b स्क्वायर भयो ल a स्क्वायर b स्क्वायर a स्क्वायर माइनस b स्क्वायर फर्ममा x स्क्वायर प्लस 1 बाइ x स्क्वायर प्लस 3 अनि यहाँ फेरि x स्क्वायर प्लस 1 बाइ x स्क्वायर माइनस 3 है ल यसलाई फेरि x स्क्वायर माइनस अलिकति मिलाउँ हामी 3 लाई यता ल्याउँ प्लस 1 बाइ x स्क्वायर त्यसैगरी x स्क्वायर माइनस 3 प्लस 1 बाइ x स्क्वायर है यति नै एन्सर ल हामीले 4 नम्बरको च पनि हामीले यसरी गर्यौं 4 नम्बरको मैले क नम्बर र च नम्बर गरेको छु यो क र च ले नि अरु त्यो बीचका चाहिँ सबैलाई कभर गर्छ है त भाइ बहिनीहरुले आफैले गर्न सक्नुहुन्छ क नम्बर र च नम्बरबाट आइडिया लिन सक्नुहुनेछ